जब कामको सिजन आउँछ त्यसपछि मैले सोच्छु कि ए भगवान् मेरो सुखको दिन कहिले आउँला, कुर्सीमा बसेर खुट्टा हाल्दा राख्ने दिन कहिले आउँला भन्दै स्वागत गर्न चाहे हजुरहरूलाई आजको मेरो मिनी ब्लगमा। आजको मेरो ब्लग रहेको छ रोपाई। हाम्रोतिर चाहिँ रोपाई सुरु भइसक्यो अनि हजुरहरूतिर के कस्तो हुन्छ कमेन्ट गरिदिनु होला। आज चाहिँ हाम्रो पालो थियो अनि त्यही भएर म चाहिँ फटाफट बिउ हुनुतिर लागेँ। अनि बिउ होलेर सकेपछि म चाहिँ लागेँ खेततिर पानी र बिउ बोकेर। अनि टक्क लगाएर खेतमा गएर हेरेको त वाउ जतासुकै हरियाली छाइसकेको रहेछ। अनि अरूले चाहिँ फाटाफट रोपिरहेको रहेछ। अनि हाई गर्नु न भनेको हाई पनि गरेँ। अनि टक्क लगाएर अनि मेरो भिडियो के कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै कमेन्ट गरिदिनु होला। अनि कसले कहाँबाट हेर्दै हुनुहुन्छ त्यो पनि भनिदिनु होला। अनि रोपेर भ्याउमा भइसक्यो, 2टा खोलेन चाहिँ रोपिसकेको थिएँ, बाँकी एउटा थियो। अनि घरबारी चाहिँ एउटा हो। अनि लास्टसम्म हेरिदिनु होला भन्न चाहन्छु। अनि लागि हामी चाहिँ खाजा खानातिर। अनि अरूले चाहिँ खाइसकेको थियो अनि म चाहिँ भर्खर खाँदैछौँ कि म चाहिँ लास्ट थिएँ। अनि हामी चाहिँ यो खेत भ्याएर लाग्यो घरको खेततिर। अनि घरको खेत चाहिँ रोपेर भ्याएर अनि लाग्यो हामी चाहिँ पूजा गर्नतिर। अनि पूजा गर्नुपर्छ नि त भ्याउने दिनमा चाहिँ भनेर पूजा गर्नतिर लाग्यो। अनि पूजा गरेर सकेपछि अनि लास्टमा आएर उनीहरूले चाहिँ यस्तो रमाइलो गर्यो कि त यस्तो रमाइलो गर्यो कि त रोपाइ सकेको खुसियालीमा उनीहरूले टिका त यस्तो मजाले लगायो कि त यस्तो मजाले लगायो। अनि हामीलाई चाहिँ फेरि माटो खानुपर्छ भनेर गाला गाला माटो चाहिँ खास गरी रोपाइसकेको खुसियाली होला। आजबाट चाहिँ रोपाइसकियो त्यसैले होला।